भयो, भोलि यत्रो ठुलो टिभीमा राखेर हाम्रो अकाउन्ट एक रुपियाँको हामीसँग हिसाब छ, त्यो पैसा कहाँ गएको छ, कुन ठाउँमा गएको छ र कुन मान्छेलाई समेत गएको छ हामीसँग फोन नम्बर हुन्छ हैन। हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर, कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरू त हैन, हामीलाई थाहा थियो। र रह्यो कुरा एनजिओ को, हामी नेपाल इज एन एनपिओ, हामीलाई एनजिओ मन नपरेर हामीले एनपिओ भनेर राखेको हामीले है। र त्यसको पनि एभिडेन्स हामी भोलि देखाइदिन्छौँ, ढड्डै पल्टाएर मजासित ल यहाँ यो छ, हाम्रोमा यो आधारमा हामीले यो आन्दोलन गरेको हैन, यो हाम्रो फाइनान्स हो, हामीसँग भएको पहिला यति रुपियाँ छ र कुन चाहिँ युएसएआइडी देखि लिएर कुन चाहिँ युएसआइएनजिओ सँग हामीले पैसा लेखेर छ र 1 रुपियाँ देखाउ ल, 1 रुपियाँ मात्र देखाउनु हैन, धेरै परेन। मैले भने त 1 रुपियाँ मात्रै हाम्रो यो फरेन आइएनजिओहरूबाट लिएको मात्र देखाउनु ल, 1 रुपियाँ $1 मात्र लिएको देखाउनु न, बाँकी पर्दैन। हाम्रो अफिसमा आएर हामीलाई ल हामीसँग कुरा गर्न मिल्छ। अनि तपाईहरुको फाइनान्सेसमा ल एउटा पनि हामीसँग जोइन भएको कुन चाहिँसँग चाहिँ हाम्रो जोइन छ। रह्यो कुरा हाम्रो वेबसाइटको, हाम्रो वेबसाइट अन्डर कन्स्ट्रक्सनमा छ, त्यत्रो लेखिरहेछ त्यहाँ अन्डर कन्स्ट्रक्सनमा छ भनेर। हामीले त्यो मोडल चाहिँ ट्रान्सपेरेन्सी बनाउनुको लागि हामीले यसरी गर्नुपर्छ भनेर हामीले त्यो मोडलहरु तयार पार्दै थियौं। त्यो तयार पार्दै गर्दाखेरि हामीले आन्दोलन गरिरहेका थियौं हैन। अब त्यसकै भरमा लगेर त्यसको मुनि लेखिरहेछ त्यहाँ त यो सबै कुरा डेटाहरु हैन हामीले सार्दै छौं, पुरानो डेटाहरु सबै फाइनान्सेसहरु हामीले सार्दै छौं ताकि मान्छेलाई चाहिँ हरेक रुपैयाँको हामीलाई हिसाब होस्, थाहा पाओस्, मान्छेले कुन पैसा कहाँबाट आयो र कसरी गयो थाहा पाओस् भनेर ट्रान्सपेरेन्सीको लागि बिल सहित अपलोड गर्नु मिल्ने सिस्टम बनाउनु पर्छ भनेर हामी लागिरहेको थियो हैन। भनेपछि यति विधि ट्रान्सपेरेन्ट हुनु गर्दाखेरि नि तपाईको घाटा हो त, यो नराम्रो हो त, ट्रान्सपेरेन्ट हुनु नराम्रो हो त। त्यहाँ लोक गृहमन्त्री सुदन गुरुङको अकल्पनीय सम्पत्ति 89 तोला सुन, 6 किलो चाँदी र 221 रोपनी जग्गा। यति धेरै धन कहाँबाट आयो? बालेन सरकारका धनाढ्य मन्त्रीको पर्दाफास। होशियार, देशमा सुशासनको नारा लगाउने बालेन सरकारका गृहमन्त्री सुदन गुरुङ कति धनी छन् के तपाईलाई थाहा छ? आज सार्वजनिक भएको सम्पत्ति विवरणले देशैभर खैला बैला मचाइदिएको छ। गृहमन्त्री गुरुङको सम्पत्ति देख्दा तपाईको पनि आँखा तिरमिराउनेछन्। गृहमन्त्रीसँग मात्रै 89 तोला सुन र 6 किलो चाँदी रहेको खुलासा भएको छ। नगद 61 लाख रुपियाँ मात्र होइन, विभिन्न कम्पनीहरूमा उनको 87,000 किता शेयर लगानी रहेको छ। जग्गाको विवरण त झनै डरलाग्दो छ। धनकुटामा 19 रोपनी, चितवनमा 30 कट्ठा र गोर्खामा मात्रै 221 रोपनी जग्गा गृहमन्त्री गुरुङको नाममा रहेको छ। के अब पालो तपाईको? गृहमन्त्री सुदन गुरुङको यो अकल्पनीय सम्पत्ति विवरणलाई तपाई 100 मा कति नम्बर दिनुहुन्छ? सुदन गुरुङ र बालेन शाहको सम्पत्ति सार्वजनिक भएपछि ओ माई गॉड, सम्पत्ति जोड्दै गएको त क्यालकुलेटरै ह्याङ भइदिराके। कति धेरै सुन हो, कति धेरै जग्गा हो, आउसन भएको त यही हो। अस्ति भर्खर किनेको त्यो पनि कसरी राख्न सक्यो त्यत्रो सुन यार? पुर्ख्यौली सम्पत्ति भन्छन् यार, के हो यस्तो यो भनेर अरू त्यो होइन। तर राम्रो हो कि होइन, यस्तो धनी मान्छे आउनुपर्छ कि, अनि पो भ्रष्टाचार गर्दैन त। चप्पल बजाएर आउनेहरू त छिरेकोहरूले त भ्रष्टाचार गरिहाल्छ नि, उनीहरूलाई त पैसा चाहिरहेको हुन्छ। ऋण धन गरेर यताउति चुनाव जितेर आएको मान्छेहरूलाई त चाहिहाल्छ पैसा, यिनीहरूलाई त किन चाहिएर पैसा? बालेन शाहले 1 करोड ब्याङ्क ब्यालेन्स, 1 करोड लगभग 1 करोड ब्याङ्क ब्यालेन्स रहेछ। कहाँबाट भने फेसबुकबाट, युट्युब, इन्स्टाग्राम, थाहा पायो होला नि। तपाईहरु पुरा कमेन्ट दिइरा हुनुहुन्छ, लाइक दिइरा हुनुहुन्छ, सब बुढा पैसा कमाइसक्यो उसले त्यतिकै। सही यार, सही हो। भाई नेपाल के होम मिनिस्टर ने साफ साफ कह दिया कि सड़क पर कोई भी वीआईपी नहीं होगा, सब बराबर होंगे। और इसके साथ ही ट्रैफिक पुलिस को पूरी पावर दी गई है कि वो किसी भी गाड़ी को रोक कर चेक कर सकते हैं, चाहे वो किसी मंत्री की क्यों ना हो। और इतना ही नहीं, उन्होंने ये भी कहा कि हो सके तो आप होम मिनिस्टर की गाड़ी भी चेक करना, उसका भी अधिकार ट्रैफिक पुलिस वालों को पूरा है। क्योंकि जो रूल हर एक नागरिक के लिए है वही रूल मंत्रियों के लिए भी होगा। नेपाल में वीआईपी कल्चर को खत्म करने की बात हो रही है और जो ट्रैफिक रूल्स हैं वो सबके लिए बराबर होंगे। और उनकी इस चीज की वजह से लोग कह रहे हैं कि असली ताकत कुर्सी में नहीं होती बल्कि सिस्टम को सबके लिए बराबर करने में होती है। लिटरली मेरे
रियाक्सन यस्तो छ कि म यस्तो सक छु अनि मलाई यस्तो गरिब फिल भइरहेको नि यो पोस्ट देखेर। अब सुत्ने बेला भइरहेको थियो, मैले इन्स्टाग्राम यस्तो स्क्रोल गरिरहेको थिएँ कि अनि त्यही बेला रुटिन अफ नेपाल बन्दमा एउटा पोस्ट आयो यो कि प्रोपर्टी डिटेल्सहरूको बारेमा कि। अनि त्यसपछि मैले यत्तिकै हेर्दै थिएँ कि अनि बालिन शाहको आयो, हाम्रो जुन प्राइम मिनिस्टर हुनुहुन्छ उहाँको, हेरिरहेको थिएँ मैले कति नै होला भनेर। मैले त्यति धेरै इमेजिनै गरेको थिएन कि जब मैले त्यो पछाडिको पढ्दै गएँ नि, ब्याङ्क ब्यालेन्स 1,46,00,000 ब्याङ्क ब्यालेन्स मात्रै, मेरो ब्याङ्क ब्यालेन्समा 46 रुपियाँ पनि छैन। अनि त्यसपछि ल अब सायद पुर्खौली सम्पत्ति होला, अब धनी नै हुनुहुँदो रहेछ हाम्रो प्रधानमन्त्रीज्यू भनेर। अनि जुन तलतिरको सेन्टेन्स पढ्दै थिएँ 190 तोला सुनहरू रे, सुन अब के हुने डायमन्ड यता अरू ज्वेलरीहरू गरेर 190 यस्तो मोटो भनेपछि अब यो जग्गाहरू त ल अब त्यो पनि छोडिदिउँ होइन। त्यसपछि फेरि अर्को स्क्रोल गऱ्यो होइन, लास्टै धनी बालिन त भनेर। अनि बहुत अब करप्सन गर्न पनि अब जरुरी नै भएन, भ्रष्टाचार किन गर्नु पर्यो, आफूसँग यत्रो सम्पत्ति भइसक्यो भनेर सोच्दै थिएँ कि। त्यसपछि फेरि सुदन गुरुङको हेरेँ कि मैले, हाम्रो होम मिनिस्टर, उहाँको सेयरमा मात्रै 4,31,56,200 रुपियाँ रे सेयरमा मात्रै। इन्भेस्टमेन्ट 2,74,56,200। मलाई पढ्न पनि यति गाह्रो भइरहेछ कि। अब जग्गा त्यस्तै हो गाइज, मलाई के हुन्छ नि, किन भ्रष्टाचार गर्नु पर्यो, किन पैसा कमाउनु पर्यो। अब हाम्रो देश त अब धेरै नै प्रगति हुन्छ जस्तो छ। मलाई यस्तो गरिब फिल भइरह, मैले सोचेको पनि थिएन कि यति धेरै जग्गा यत्रो धेरै पैसा होला भनेर। म के सुतेको मान्छे पनि पुरै सक भएर यस्तो पढेर मैले कतिजनालाई के हुन्छ नि मेरो साथीहरूलाई भन्ने पनि सकेँ कि। अनि यस्तै गरेर बसिरहेको कि म। गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। उनको नाममा धनुषामा 19 रोपनी 15 आना जग्गा, 4,31,00,000 बराबरको सेयर, लक्ष्मी सनराइज ब्याङ्कमा 5,35,000 र नबिल ब्याङ्कमा 56,25,000 बराबरको ब्याङ्क ब्यालेन्स रहेको छ। पिताको नाममा चितवनमा 30 कट्ठा जमिन, पैतृक सम्पत्तिको रूपमा 89 तोला सुन र 6 किलो चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। उनको नाममा धनुषामा 19 रोपनी 15 आना जग्गा, 4,31,00,000 बराबरको सेयर, लक्ष्मी सनराइज ब्याङ्कमा 5,35,000 र नबिल ब्याङ्कमा 56,25,000 बराबरको ब्याङ्क ब्यालेन्स रहेको छ। पिताको नाममा चितवनमा 30 कट्ठा जमिन, पैतृक सम्पत्तिको रूपमा 89 तोला सुन र 6 किलो चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सुदन गुरुङ गृहमन्त्री भएसँगै नेपाल सरकारले कार्की आएको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। यो गुरुङको छोरो हो, खुट्टा कमाउँदैन मैले भनेको थिएँ नि। आजभन्दा 6 महिना अगाडि मैले सुदन गुरुङको बारेमा यस्तो भिडियो बनाएको छु, पहिला यो हेर्नुहोस्, त्यसपछि केही कुरा गरौँला। हाम्रो प्रधानमन्त्री सुदन गुरुङ, अबको नेपालको प्रधानमन्त्री सुदन गुरुङ। हामी किन कन्फ्युज भइरहेको गाइस, किन कन्फ्युज भइरहेको? यो अहिलेको आन्दोलन कसको? जेनजीको। यो उपलब्धि कसको? जेनजीको, होइन? अनि यो मुभमेन्ट चलाएको कसले? सुदन गुरुङले, होइन? सुरुदेखि नै अरू पनि जोडिनु भएको छ, धेरैले सहयोग गर्नु भएको छ, ठिक छ, होइन? अब यहाँ अरू मान्छे आयो भने त त्यो स्पिरिटै मर्छ नि त, होइन? मेरो यो भिडियो त्यतिखेर 4-5 लाख मान्छेले हेर्नु भएको थियो, त्यहाँ हजारौं कमेन्ट आएको थियो। लगभग 80% कमेन्टमा चाहिँ सुदन गुरुङको बारेमा नेगेटिभ थियो क्या त्यो बेला। मैले प्रधानमन्त्री बनाउनु पर्छ, मैले अहिले त गृहमन्त्री हुनुभयो होइन, मैले त्यतिखेर नै सुदन गुरुङलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेको थिएँ क्या। मैले प्रधानमन्त्री बनाउनु पर्छ भन्दै गर्दाखेरि यति नेगेटिभ कमेन्ट आएको थियो कि सुदन गुरुङको नागरिकतामा प्रश्न गरेको थियो, सुदन गुरुङ एजेन्ट भन्ने कुरा, सुदन गुरुङ तिब्बतियन, होइन, के नागरिकतै छैन। त्यो बेला उहाँको बारेमा धेरै नेगेटिभ कमेन्टहरू आएको थियो, होइन? म खण्डन गरेर बसिरहन्थेँ। अनि मेरो भिडियो चाहिँ रिपोर्ट पनि भएको थियो क्या धेरैचोटि, होइन? मान्छेहरूले रिपोर्ट गरिदिनु भएको थियो। मैले यो कुरा किन भनेको थिएँ भने मलाई सुदन गुरुङमाथि विश्वास थियो क्या। जेनजी आन्दोलनमा जब जेनजी आन्दोलनले एउटा लिडर खोजिरहेको थियो नि, जुन आन्दोलन भयो 2 दिनको, त्यसपछि लिडर खोइ त को हो लिडर भन्दाखेरि त्यहाँ सुदन गुरुङ अगाडि आएर उभिनु भएको थियो खम्बा भनेर क्या, होइन? म हो लिडर भनेर चाहिँ अगाडि आउनु भएको थियो। अनि सुदन गुरुङ भनेको जेनजी आन्दोलनको एउटा सेन्टिमेन्ट हो जस्तो लाग्छ मलाई चाहिँ। उहाँले चाहिँ हरेक घाइतेलाई चिन्नुहुन्छ, हरेक शहीद परिवारलाई चिन्नुहुन्छ। शहीद परिवारले सुदन गुरुङलाई भेट्न साथ, होइन, त्यहाँ इमोसनल सिचुएसन क्रिएट हुन्छ, होइन? अस्ति रसी खतिवडाको
जुन शहीद भाइ हुनुहुन्थ्यो पनौतीको होइन, उहाँको मम्मी अहिले सभा सांसद हुनुहुन्छ। त्यहाँ एउटा छुट्टै इमोसनल सिचुएसन क्रिएट हुन्छ होइन सुदन गुरुङलाई भेट्न साथ। सुदन गुरुङलाई होइन हामीले मिडिया मात्र चिनेको हो र हरेक उहाँ हस्पिटल घाइतेहरूलाई भेट्न हस्पिटलमा देखिएको थियो होइन। अनि त्यो शहीदहरूलाई जलाउँदाखेरि जहाँ आर्यघाटमा पशुपतिमा सुदन गुरुङ त्यहाँ अग्रपन्थीमा हुनुहुन्थ्यो। हामीले जताततै सुदन गुरुङ देखिरहेको थियो क्या। एउटा मिडियाले, देशकै मिडियाले सुदन गुरुङलाई होइन त्यो 2-3 हप्ता चाहिँ क्याच गरेको थियो। त्यही भएर सुदन गुरुङलाई होइन बालेन शाहले चाहिँ गृहमन्त्री आफ्नो टिममा राख्नु भएको होला, किनभने काम गर्न सजिलो हुन्छ। अनि एउटा भाइब्स जुन एउटा आन्दोलनको भाइब्स त्यसलाई नि क्याच हुन्छ भनेर पनि होला। यदि हामी बालेन शाहलाई विश्वास गर्छौँ, बालेन शाह एज अ प्राइम मिनिस्टर उहाँले राम्रो डेलिभरी गर्न सक्नुहुन्छ। अनि यो जनमत जुन आएको छ नि यो बालेन शाह र रासोपालाई होइन उहाँलाई हेरेर आएको हो नि त। अनि बालेन शाह चाहिँ सुदन गुरुङको कामपट्टि यो मान्छेले मलाई डेलिभरी दिन सक्छ एज अ गृहमन्त्री, एज अ होम मिनिस्टर भन्ने उहाँलाई लागेको छ भने अब यो क्वेसन गर्नु चाहिँ जरुरत छ जस्तो लाग्दैन होइन। सुदन गुरुङलाई जस्तै भलै मिडियामा आउँदाखेरि मिडिया पर्सन होइन, उहाँलाई बोल्न अलिकति बोल्नमा अलिक कमी कमजोरी होला, तर मलाई यति कन्फिडेन्स छ कि उहाँको काम गराइमा कुनै कमी कमजोरी रहने छैन होइन। अब हेरौँ न पहिला, अब यो काम हेर्नुभन्दा अगाडि हामी नेपालीको बानी चाहिँ के छ भने काम सुरु भएकै छैन, काम हेरेकै छैन, अनि अगाडि नै क्या त्यो भिडियोहरू बनाएर होइन हामी चाहिँ क्रिटिसाइज गर्न होइन अलिक खुरापाती गर्न चाहिँ एकदम सिपालु भएको हो कि। सुदन गुरुङ गोर्खाबाट निर्वाचित भएर आउनुभयो होइन। 275 जना सांसद हुनुहुन्छ, 275 जना सांसदले चाहिँ क्वालिफाइड हो क्या। उहाँहरू सबैजना प्रधानमन्त्री बन्न लायकको, उहाँहरू सबैजना मन्त्री बन्न लायकको मान्छेहरू हो। यसमा क्वेसन गर्नु बेकार छ। जनताले अनुमोदन गरेर पठाइसकेपछि त हाम्रो जनप्रतिनिधि हो भनेर पठाइसकेपछि अब यसमा यो चाहियो त्यो चाहियो भन्ने चाहिँ बेकार हो होइन। अब हामीले वेट गर्ने अनि वाच गर्ने हो क्या। कामलाई हेरेर मूल्याङ्कन गर्ने। कामै हेरेको छैन, उहाँको कामै देखाएको छैन, उहाँको कुनै एउटा बोलीको आधारमा। उहाँ मिडिया पर्सन होइन नि त, उहाँ मिडिया फेस होइन नि त, उहाँलाई बोल्न अलिकति आउँदैन होला, त्यो म स्वीकार्छु होइन। तर यो भन्दै गर्दैमा उहाँलाई कामै गर्न आउँदैन होइन, उहाँले केही जानेकै छैन, उहाँले सक्नुहुन्न भन्ने यो चाहिँ तर्क चाहिँ न्यायसम्म भएन जस्तो लाग्छ मलाई होइन। म यहाँलाई अर्को कुरा के पनि भनिदिन्छु भने सुदन गुरुङले यदि कुनै त्यस्तो खालको सिचुएसन पर्यो भने होइन डिसिजन लिनै खुट्टा कमाउँदैन क्या। गुरुङको छोरा हो, खुट्टा कमाउँदैन। यस्तै पर्यो भने सुदन गुरुङले त्यो पुलिसको भ्यान आफै चलाएर हतगडी आफै लगाएर पनि ल्याइदिन्छ क्या। त्यस्तो खालको हो क्या सुदन गुरुङ। अहिले हामीलाई बोल्ने भाषण गर्ने मान्छे चाहिएन, हामीलाई कामको डेलिभरी दिने, हामीलाई अहिले डेलिभरी, हाम्रो देशलाई अहिले काम चाहिएको छ क्या। हो, काम गर्ने मान्छे चाहिएको छ, त्यो काम गर्ने मान्छे हो सुदन गुरुङ। त्यही भएर गाइस नेगेटिभ कुराहरू धेरै नगरौँ। अब हेरौँ 3 महिना 6 महिना हेरौँ, त्यसपछि उहाँको गुण र दोषको आधारमा उहाँलाई क्रिटिसाइज गरौँ। यही हो गाइस।